हेलो एभ्रिवान। आज फेरि पनि मैले अर्को रेसिपी लिएर आएको छु र आज चाहिँ म हेल्दी ब्रेकफास्ट बनाउनु गइरहेको छु। यो एकदम राम्रो भिडियो छ र भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोस् होला। अनि नानीहरूलाई टिफिन के लगाइदिनु पर्ने हेल्दी अनि उनीहरूले खाँदैन भन्ने कुरामा चाहिँ यो चाहिँ एकदम राम्रो छ र तपाईँहरूले चाहिँ यो चाहिँ एकदम हेल्दी पनि छ प्लस नानीहरूको लागि यो एकदम कलर वाइज पनि यो एकदम हेर्नुमा अनि देख्नुमा अनि खानुमा एकदम हेल्दी राम्रो छ। र त्यसको लागि चाहिँ तपाईँहरूले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् स्किप नगरिकन। अनि भिडियो मन पर्यो भने चाहिँ लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस्। अनि सेयर चाहिँ तपाईँको साथीहरूलाई पनि यो भिडियो त उनीहरू कहाँ पुऱ्याइदिनुहोस्। हुन्छ, त्यसको लागि चाहिँ मैले ठुलो पेलाको एक पेला सुजीलाई राखेको छु। अनि त्यही पेलामा मैले एक पेला दहीलाई पनि त्यही अनुसारमा मैले राखेको छु। सुजी चाहिँ आँटा मैदाहरू भन्दा धेरै छिटो डाइजेस्ट हुन्छ भन्छ अनि धेरै राम्रो पनि हो भन्ने गर्छ। र त्यो चाहिँ मैले आधी घन्टा जस्तो त्यसलाई रेस्ट छोडिदिएर यसलाई चाहिँ मैले बादमा त्यसको ब्याटर बनाएँ प्युरी। अनि त्यसपछि चाहिँ मैले यहाँ बिटलाई पनि पेस्ट बनाएर त्यही अलिकति त्यो ब्याटर लगाइदिएको छु। अनि त्यो पातला भयो भने चाहिँ यसमा तपाईँले अलिकति आँटा थप्नु सक्नुहुनेछ। अनि त्यसपछि चाहिँ मैले यहाँ एउटा बटल लिएको छु, यो ससको बटल हो। तपाईँकोमा त्यो छैन भने घरमा कुनै बटल छ भने त्यसलाई सानो दुलो बनाउनुहोस् अनि त्यो भइहाल्छ। र त्यसमा सबै प्युरी खनाइसकेपछि चाहिँ मैले स्टफिङको लागि चाहिँ यहाँ मैले ताई बसाइसकेको छु। अनि त्यसमा अलिकति 1 चम्ची जस्तो बटरलाई राखेर अनि अलिकति मैले त्यहाँ लसुनलाई पनि चप्ड गरेर राखेको छु। हल्का भुटेर चाहिँ मैले त्यसमाथिबाट प्याज क्याप्सिकम बन्दाकोपी र गाजरलाई पनि मैले काटेर राखेको छु। यसलाई चाहिँ बेसी पकाउनु पर्दैन। अलिकति नुन पनि मैले यहाँ माथिबाट राखेको छु। र त्यो हल्का सफ्ट भइसकेपछि त्यसलाई मैले एउटा बोलमा खनाइसकेँ र माथिबाट चाहिँ ठुलो चम्चीको 2 चम्ची मेयोनिजलाई राखिदिएँ। अनि 2 चम्ची चाहिँ मैले यहाँ अर्ग्यानो र चिली फ्लेक्सलाई मिक्स गरेर हालिदिइसकेपछि यसलाई मजाले मिक्स गरेँ। अनि अघिको जुन चाहिँ ब्याटर रेडी भएको थियो त्यो फेरि अलिक बाक्लो भएर मैले यहाँ पानी लगाएर यतिको पातला बनाउनु पर्छ। र यहाँ अलिकति ताईमा चाहिँ जस्ट मैले तेललाई मात्रै अलिकति दलेको छु। अनि अघिको जुन चाहिँ हाम्रो बिटको रुटको प्युरी थियो त्यसलाई मैले यहाँ जेलाबी बनाएको जस्तै गरेर मैले यहाँलाई बनाएको छु। अनि माथिबाट चाहिँ एक डाडु जस्तो मैले ब्याटरलाई राखेर त्यही डाडुले चाहिँ मैले फिन्जाएर यहाँ मैले पातला बनाएको छु। अनि रोटी चाहिँ तपाईँहरूलाई कत्रो मनपर्छ है, ठुलो सानो तपाईँको आफ्नै अन्दाजले बनाउन सक्नुहुनेछ। यो चाहिँ मेरो नानीको टिफिनको लागि बनाउनु थिएर चाहिँ मैले यहाँ सानो सानो साइजमा मैले बनाइरहेको छु। अनि यसरी नै मैले सबै यसरी नै बनाएँ। फर्स्ट गर्दाखेरि अलिकति अप्ठ्यारो हुन्छ, सेकेन्ड थर्ड बनाउँदा यो राम्रो हातमा आइहाल्छ, यो बसिहाल्छ मजाले नै। र त्यसपछि चाहिँ मैले त्यो रोटीमा चाहिँ अघिको स्टफिङलाई राखेर यसलाई मैले बिस्तारै रोल गरेँ। अनि तपाईँले ठुलो रोटी बनाउनुहुन्छ भने चाहिँ यो चाहिँ मजाले रोल हुन्छ। मैले त यहाँ सानो सानो बनाएकोले गर्दाखेरि सिङ्गल यहाँ मैले राखिरहेको छु। अनि यो चाहिँ अब रेडी भइसक्यो, सबैमा मैले स्टफिङ लगाएर रेडी बनाइसकेँ। अनि यो चाहिँ एकदम मिठो भएको थियो अनि टेस्टी है। अनि